अनिता ढोका खोलन म पनि आउँछु नि भित्र टोइलेटको ढोका ढकढकाउँदै मैले सोधे। नाइ पर्दैन मलाई लाज लाग्छ भित्रबाट अनिताले जवाफ फर्काई। के को लाज हौ एकैछिन खोल्न मलाई पनि पिसाब लागेको छ क्या मैले जबरजस्ती गर्दै भने। अनिताले चुकुल खोली अनि म पनि भित्र छिरे। अनिता पेन्ट खोलेर पिसाब फेर्न थाली। अनिताले त पुतीको भुत्ला खौरिएर चिटिक्क पारेकी रहेछ। के हो अनिता तिमीले त पुती खौरिएर चिटिक्कै पारेछौ किन नि मैले उत्सुक हुँदै सोधे। त्यतिकै अस्ति मेरो अफिसको साथी र मैले इन्टरनेटमा एउटा ब्लू फिल्म हेरेका थियौ त्यसमा केटीले आफ्नो भुत्ला पुरै खौरिएको देखे अनि हामीले पनि खौरिएको नि कस्तो हुन्छ भनेर अनिताले सहजै उत्तर दिई। ओहो भनेपछि ब्लू फिल्म पनि हेरियो होइन त? अनि कस्तो लाग्यो त फिल्म मैले पुनः उसलाई सोधे। रमाइलो त रमाइलै भयो तर छ्या कता कता छिराको। कन्डोमा पनि गर्दा रहेछन् है तिनीहरू त। मलाई त मुखले गरेर मुखमा नै झारेको देखेर त घिन लागेर आयो। झन्डै मैले उल्टी गरेको मेरो साथीले त उल्टी नै गर्यो छया उनले भनी। ए त्यसो भए कन्डोमा चिकेको पनि हेर्यो होइन त त्यसो भए हामी पनि एक पटक गरेर हेरौँ त कस्तो हुन्छ मैले कन्डोमा चिक्ने प्रस्ताव राखे। नाइ हुन्न कस्तो कुरा गर्नुभएको म त गर्न दिन्न। अगाडि गर्दा त कस्तो दुख्छ झन् पछाडि गर्दा के हाल होला। म त मर्छु होला उनले विरोधाभासपूर्ण उत्तर दिई। ल अगाडि नै गर्छु नि त भन्दै उनलाई पलङतिर लगे। टी सर्ट र पेन्टी मात्रै लगाएको अनितालाई पलङमा सुताउँदै किस गर्न थाले। बिस्तारै उसको सबै लुगा खोलिदिएर नाङ्गै बनाए। मैले पनि हतार आफ्नो सबै लुगा खोलेर उनी माथि चढे। केही बेर किस गर्दै दुधको पोका मार्दै उनको पुतीमा मेरो लाडो छिराए। यसपालि भने उनलाई त्यति दुखेन छ क्यार त्यति कराइन्। पुती पनि पुरै रसाएकोले गर्दा होला लाडो छिर्न त्यति गाह्रो भएन। बानी परिसकेकोले होला अनिताले मुनिबाट मच्ची साथ दिन थाली। रसाएको पुती चिक्न एकदमै आनन्द आइरहेको थियो। आहा ओह आहा अझै कस्सेर गर्नुन् मजा आइराछ प्लिज अझै अनिताले आनन्दका साथ कराउन थाली। करिब 10 मिनेट जति चिकेपछि उनको पुतीबाट लाडो जिके अनि उनलाई घोप्टो पारे। मेरो लाडो ठन्केर खपि नसक्नु भएको थियो। अनि कुकुरले जस्तै गरी पछाडिबाट चिक्न थाले। छाटिएको कम्मर च्याप्प समातेर अगाडि पछाडि गर्दै बल गरी चिक्न थाले। यसरी चिक्दा अनितालाई दुखेछ क्यार बिस्तारै गर्नु न दुख्यो अनिता कराउन थाली। उसको चिच्याहाटको वास्तै नगरी दनादन चिक्न थाले। करिब 5 मिनेट जति चिकेपछि मेरो चोर औला बिस्तारै अनिताको कन्डोको दुलो निर लगे र बिस्तारै छिराउन थाले। छ्या के गरेको त्यहाँ नचलाउनु न काउकुती लाग्यो क्या अनिताले विरोध जनाई। एकैछिन न म बिस्तारै गर्छु क्या मैले सम्झाउन थाले। अनिता चुपचाप बसिरही म चाहिँ पुतीमा चिक्दै कन्डोको दुलोभित्र औला छिराउन कोसिस गर्न थाले। बल्ल चोर औला छिराए। मनमनै सोच्न थाले आज त जसरी भए पनि कन्डो चिकेरै छाड्छु। केही बेर पश्चात मैले औला निकाले र कन्डोको दुलोमा थुक लगाए। अनि फेरि औला छिराए। अनिता तिमीसँग ओठमा लाउने भेस्लिन छ मैले सोधै। छ ब्यागमा छ उनले भनी। उनलाई पलङमै छाडेर म उसको ब्याग भएतिर लागे। उसको ब्यागमा ओठमा लाउने भ्यासलिन भेटाएर लिएर फेरि पलङतिर लागे। अनिता घोप्टो परेर बसिराथी। आधा जति भ्यासलिन निकालेर अनिताको कन्डोको दुलोमा दलिदिए र 2वटा औला छिराउन कोसिस गरे। भ्यासलिनले गर्दा होला स्वात्तै छिर्यो। अनिता म बिस्तारै मेरो लाडो तिम्री कन्डोको दुलोमा छिराउँछु ल एकैछिन सहनु ल मैले भने। बिस्तारै हाल्नु है दुख्यो भने निकाल्नु नि फेरि अनिताले रुन्चे स्वरमा जवाफ फर्काई। ल हुन्छ भन्दै मैले बिस्तारै मेरो लाडो उसको कन्डोको दुलो निर लगे। भ्यासलिनले चिप्लो भएको दुलोमा मेरो रन्केको लाडो बिस्तारै छिराउन कोसिस गरे। अलि गाह्रो भयो 1 इन्च जति बल गरेरै छिराए। एया दुख्यो निकाल्नु मरे आमा अनिता कराउन थाली। हत नपत लाडो निकालेर भएभरको सबै भ्यासलिन मेरो लाडो भरि दलेर फेरि छिराउन थाले। एकैछिन सहन यार एकपटक छिरेपछि त मजा आउन थालिहाल्छ नि मैले सम्झाउँदै अनितालाई भने। उनी चुपचाप बसिरही। मौका यही हो भनेर अलि बल गरेर मेरो लाडो कन्डोको दुलोमा छिराउन थाले। भ्यासलिनले निकै काम गरेछ पुरै लाडो त स्वात्तै छिर्यो। एया मरे आमा अनिता रुन थाली।
नरोउन डार्लिङ, अब छिरिसक्यो त, अब दुख्दैन के, सम्झाउँदै किस गर्दै भने र बिस्तारै बिस्तारै लाडोभित्र बाहिर गर्न थाले। उनी चुपचाप बसी र सुक्क गर्न थाली। म चाहिँ बिस्तारै बिस्तारै कन्डोमा चिक्न थाले। दुलो सानो भएकोले होला लाडोलाई च्याप्प समाएर छोले जस्तो महसुस भइरहेको थियो। यसरी कन्डोमा चिके जस्तो मजा त अहिलेसम्म मैले महसुस नै गरेको थिइनँ। अब अनितालाई पनि दुख्न छाडेछ क्यार। उनी चुपचाप आफ्नो कन्डो अगाडि पछाडि गरिरही। म पनि स्वर्गको अनुभूति गर्दै बल गरी कन्डोमा चिक्न थाले। करिब 10 मिनेट जति चिकेपछि मेरो लाडोले माल छाड्ने बेला आयो। अनि हतार हतार लाडोलाई बाहिर निकाले अनि अनितालाई उत्तानो पारे। उसको मुखभित्र लाडो छिराएर सबै माल उसको मुखभित्र जारे। भयभरको सबै माल अनिताले ओकली अनि उत्तानो परेर आँखा चिम गरेर पल्टिरही। म पनि थाकेर लोड भएकोले उसकै छेउमा पल्टे। केही बेर किस गरे अनि दुध मार्दै बसे। नयाँ एक्सपिरियन्स कस्तो भयो त डार्लिङ, मैले सोधे। मजा त आयो तर दुखिरहेछ। अब एकछिन यतिकै बसौँ ल, मलाई त हिँड्न नै गाह्रो होला जस्तो छ। तपाईँ त जिद्दी मान्छे है, आज मलाई कन्डोमा पनि गरेर छाड्नु भो है, रुन्चे स्वरमा अनिताले भनी। अनि के भो त, रमाइलो गर्ने मजा लिने भनेको यस्तै त हो नि, सधैँ एउटै तरिकाले गरेर पनि मजा आउँछ त लाटी। आई लभ यु डार्लिङ भन्दै दुध मार्दै किस गर्न थाले। उनी पनि मलाई किस गर्न थाली। यतिकैमा कति बेला निदाइएछ, जसँग बिउजिदा 4 बजिसकेको रहेछ। हतार हतार लुगा लाएर हामी निस्क्यौँ। अनितालाई बानेश्वर छाडेर म घरतिर लागे।